So hi, after so long I'm filming myself. आज चाहिँ अन प्लान हो. आज मेरो डे अफ थियो अनि म लास्ट विकदेखि नै चाहिँ प्लान गरिरहेको थिएँ कि आज चाहिँ मेरो डे अफ छ. सो आई वान्ट अलिकति सानोवाला हाइकिङ सेसन अनि त्यसको लागि चाहिँ प्रिपेयर हुँदैछु. बिस्तारै बिहान उठेँ, अहिले भर्खर त उठेको होइन, बट मेरो स्टिल बेयर. अनि अब उठेँ, खाने कफी पछि खाँदै चाहिँ अनि त्यसपछि खाइ खाइसक्नु. अब बिस्तारै टाइम भइरहेको छ, 9 भइरहेको छ. सो बिस्तारै अलिकति बिस्तारै गरेर चाहिँ रक्सन छैन, म इजी गोइङ एक ब्रेथ गरेको थिएँ अनि हाइकिङ चाहिँ जानेको. अनि त्यसपछि सायद के भन्छ लिभर होला. सो सी द्याट म टिकेट लिएर पनि म गर्छु. अनि त्यसपछि आई स्टार्ट अगेन वाइल when I step back. So I took a while. So okay. Do it again. I'm cheating. My lord, true. That's pretty. That's pretty. So true. So I get it. I'm going to get it. Well, true. So I don't do it. Okay. I'm going to go. Okay, let's go. Baby, I'm going to keep sorry. So I'm just done. I'm done. Just gonna see my hair. It's here. It's hot. I go. I'm going to go. एकदम राम्रो दिन रहेछ आज टु हाइक. Finally I entered here. कति मिनटमा आइपुग्नु भने 18 कस्तो फोकसमा 18 minutes 34 seconds भइरहेको रहेछ यहाँ माथिसम्म आउँदा. What a view. अहिलेसम्म चाहिँ यस्तो राम्रो छ यो किनकि भर्खर फुलिरहेको हो. अब अलिकति बिस्तारै 1-2 महिनापछि चाहिँ मान्छेहरू सबैजना थाहा पाउँछ अनि तिनीहरूले आएर सबै मास दिन्छन्. बिचमा टेकेर क्या बाटो यहाँ छ, बाटोबाट हिँड्न छोडेर यस्तरी यतातिर बिचबाट गएर चाहिँ हुन्छ. म बस्ने चाहिँ त्यहाँ पारी हो, त्यहाँ पारीबाट यहाँको हाइकिङ के भन्छ त्यो मार्सस्कालाको फेमसवाला त्यो यस्तो गोलोवाला केभ छ नि, त्यो यहीँनिर छ. पानी कति निलो भएको. वाउ, यहाँबाट जाने त्यो ठाउँ त्यहाँ तल हो त्यो केभ चाहिँ. मान्छेहरू फिसिङ गरिरहेको रहेछ, कति धेरै बोटमै कुद्दैछ. अब चाहिँ त्यहाँबाट त्यो डाँडामा जानु सो यही नै हो सबभन्दा माथिको टुप्पोको पोइन्ट चाहिँ. अनि अब यहाँबाट उता चाहिँ जान मिल्दैन किनकि यो प्राइभेट प्रपर्टी भनेर बोर्ड टाँसेको छ. सो यहाँबाट यस्तरी सिधै तल गयो भनेदेखि चाहिँ स्ट्रेट त्यो जुन अगाडि हामीले छिरेको थियौँ नि बाटो हो त्यहीँ पुगिन्छ. माइ गुडनेस.
गुड कति टाइम हेरेँ म लेट मी चेक माई वाच ए खै कहाँ हो 30 फोकस 38 मिनट यति भएछ सो अब घर फर्किनको लागि लगभग आधा घन्टा जति लाग्छ किनकि आधा घन्टा पनि लाग्दैन किनकि अब त ओह्रालो छ नि त सो एकैछिनमा ओह्रालोबाट सुइङ पुगिहाल्छु अनि ल यही हो भ्यू चाहिँ यहाँबाट देखिने म त छेउछेउमा गएन किनकि अहिले एकदम हावा चलिरहेछ अनि उडाएर फेरि खस्यो भने बिजोग हुन्छ सो दिस इज इट बादल लागेको छ पानी चाहिँ नपऱ्यो हुन्थ्यो म घर नपुगुन्जेलसम्म सो यहाँबाट अलिकति देखाइदिन्छु पानीहरू चाहिँ एकदमै निलो भइसकेको छ सो दिस इज इट गाइस अब म यहाँबाट घर फर्किन्छु द्याट्स इट दिस इज द हाइक अलमोस्ट 1 आवरको चाहिँ 1.5 आवरको चाहिँ वाक भयो इट्स गुड मेरो चाहिँ खासमा चाहिँ के सोच थियो भनेदेखि एकछिन गएर एकछिन कुनै एउटा पोइन्टमा चाहिँ गएर बस्छु यतैतिर कतैतिर बस्छु भन्ने सोचेको थिएँ आज माथि डाँडामा चाहिँ एकदमै विन्डी रहेछ सो म बस्दिनँ प्लान चेन्ज बरु म घरै जान्छु दिस इज इट कम अब म यहाँ तपाईँहरूलाई जाने बाटो देखाउँछु तल फर्किने बाटो त्यस्तै हो यस्तो बिचबिचबाट बाटो निकालेर सबै त्यो उहरू प्लान्टहरू चाहिँ मारिरहेको छ कि मान्छेहरूले सो यहाँबाट उता चाहिँ अलिकति मात्रै छ त्यसपछि त प्राइभेट प्रपर्टी भन्ने बाटो बन्द छ सो म त्यहाँ जाँदिनँ यहाँबाट सिधै गयो भने चाहिँ एकैचोटि त्यहाँ तल अघि जहाँबाट स्टार्ट गरेर आइपुगिन्छ ल बाई थ्याङ्क यू किन्ने चाहिँ कहिलेकाहीँ चाहिँ अलिकति ब्रेक पनि लिनुपर्ने हुन्छ आफ्नो मेन्टल हेल्थको लागि चाहिँ इट्स रियली इम्पोर्टेन्ट अनि यसरी हाइकमा आउँदाखेरि चाहिँ एकदमै रिल्याक्स फिल हुन्छ मलाई चाहिँ हुन्छ अनि त्यसपछि भनेको त्यही हो गीत नै बज्यो ल बाई यति नै